तीजी कार्यक्रममा कुनै पनि कार्यक्रममा हामी 4 जना 6 जना रविन्द्र खत्री, रामबहादुर पोखरेल, गणेश बोगटी, विजय कोइराला और जगत खाँड। तीजमा 6 जना, कुनै पनि कार्यक्रममा 6 जना, भलिबल आउँदाखेरि 6 जना। ए बाबा 6 जना गर्दा गर्दा आज मलाई 17 साल भयो यो समाजमा हिँड्दाखेरि। है 17 साल भयो, बिल्कुल 17 साल। त 17 सालसम्म मैले यस्तो व्यक्ति फेला पारेन होला कि समाजप्रति माया राख्ने, नेपाली दाजुभाइप्रति माया राख्ने। पाएकै हो, नपाएको होइन। पाएको कारणले गर्दाखेरि आज हजुरहरूको भेला। तर यो भेलालाई सम्झिदिनुस्, यो समाजलाई सम्झिदिनुस्। एउटा घरको जिम्मेदारी नभएर एउटा दाजुभाइको जिम्मेदारी पनि सम्झिदिनुस्। हामी गाउँ छोडेर परदेशमा बसेका छौँ। यो परदेशमा हामी बाध्यताले बसेका छौँ। यो परदेशमा हामी जस्तो बाध्यता हजारौँ नयाँ हाम्रो नेपाली दाजुभाइहरू छन्, दिदीबहिनीहरू छन्, कुना कुना छन्। धेरै ठुलो जोधपुर छ र 2 दिन जानलाई 2 दिन आउनलाई लाग्नु भन्ने कुरो छैन। हामीले 1 घण्टामा जान्छौँ, 1 घण्टामा 10 जनालाई भेटघाट गरेर आउन सक्ने हामीसँग क्षमता छ र सिटी पनि सानो छ। हुँदाखेरि हजुरहरूसँग नम्र निवेदन यो हो कि आउनेवाला तीजमा हामीहरू जति पनि आएका छौँ आफ्नो आफ्नो जिम्मेदारी सम्झेर आफ्नो दिदीबहिनीहरूको कुन तरिकाको रक्षा गर्ने, आफ्नो तीज कार्यक्रमलाई हिन्दू रीतिरिवाजको हिसाबले त्यो कार्यक्रमलाई कुन तरिकाले अगाडि बढाउने। हर साल हाम्रो तीजी कार्यक्रमका फोटाहरू अखबारमा आउँछन्, सबैले चिन्छन्, यिनीहरूको पनि समाज रहेछ, यिनीहरू पनि मान्छे रहेछन् भन्ने आउँछ। अहिले गाउँतिर जानुहोस्, हामीहरूको सबैको परिवारहरू माइक समातेर भाषण गर्छन्। आइमाईहरू, अनपढ आइमाईहरू माइक समातेर भाषण गर्छन्। तर यो शिक्षित ठाउँमा बसेर हामी त्यही चम्मच हिलाउने, त्यही भाँडा माझ्ने, त्यही गण्ड पठाउने बाहेक हामीलाई केही पनि यो किन? यसको जिम्मेदारी त हामी नै हो। हुँदाखेरि सबै साथीभाइहरूलाई यो निवेदन हो कि हामीले समाज 12 घण्टा 14 घण्टा 18 घण्टा ड्युटी गरेर पनि 1 हप्तामा एकचोटि, महिनामा एकचोटि एउटा सामाजिक तत्त्वमा, सामाजिक पछिको ठाउँमा गएर साथीहरूसँग परिचय गर्नु भनेको पनि। अरे यहाँ देख्न यार, तँ वहाँ कहाँ चला है? भोलिको दिनमा मलाई आपद विपद पर्ला, मैले एक्लै घर जानु पर्ला, बाटोमा मलाई लुटपाट भइदेला, कसैले पिटपाट गरिदेला, त्यहाँ केही देखेन है? कुनै कुनै साथीहरू म पनि आएको छु यसमा। यहाँ आइहाल्छु कि म पनि। आउने तीजमा हामीहरू जति पनि आज यहाँ आएका छौँ आफ्नो आफ्नो जिम्मेदारी, आफ्नो आफ्नो गाउँठाउँको दाजुभाइलाई रक्सी मदिरा यताउता नगरेर आग्रह गर्ने। जसको पनि दिदीबहिनी हो, आखिर हाम्रो पनि दिदीबहिनी छ, हाम्रो पनि परिवार छ, हाम्रो पनि आमा छन्, बजे छन्, कान्छी आमा छन्, जो पनि छन्, हाम्रो पनि छन् नि। बिना नाता गोताको त हामी पनि अगाडि बढाएका होइनौँ होइन। अब त्यहाँ अहिलेसम्म तीजमा आउँछौँ, हामी मातिएर आउँछौँ, मातिएर जान्छौँ। जस्तै कि हामीले कुनै आइमाईबाट पैदा भए होइन, हामी धरती फालेर आयौँ, त्यो तरिकाको व्यवहार गरेर आउँछन्, त्यो तरिका अपनाउनु भएन। कोही पनि दिदीबहिनी आउनु, उहाँको सत्कार गर्नु पर्यो, उहाँको सम्मान गर्नु पर्यो। अहिले हामीले नै आफ्नो समाजमा हाम्रो दिदीबहिनीलाई हेला गर्न लायो भने यहाँको मान्छेले के गर्छ? अहिले हाम्रो समाज बलियो हुन्थ्यो भने जति पनि हाम्रो दिदीबहिनीहरू छन् सबै सुरक्षित हुन्थ्यो होला। अहिले सुरक्षित कहीँ पनि छैन। जो सुरक्षित छन् ऊ घरभन्दा बाहिर निस्किँदैन, जता पनि जान्छन् हेर्नुहोस् ऊ भयो भन्ने हाम्रो समाजमा हुँदाखेरि धेरै हाम्रो नेपाली समाज भनेको ठाउँ ठाउँमा अहिले नेट नचलाएको कसैले छैन। नेट सबैले चलाएको। यहाँभन्दा 7 समुद्र पारी कुवेत, दुबई, कतार, मलेसियामा पनि आफ्नो रीतिरिवाज, डुटेली समाज अलग बनाएको छ, गुल्मेली समाज अलग, स्याङ्जाली समाज अलग, पोखरेली समाज अलग बनाएर मान्छेले जनार्दन चलाएको छन्। हेर्नुहोस् अहिले हाम्रो डोटीमा दिलतालीमा बाढी आयो, पहिरो आयो, दुबईबाट कतारबाट हेल्प गयो, अध्यक्ष सर लाखौँ रुपियाँ गयो। हाम्रा 2 जनाको ड्याम भइगयो भने लाखौँ रुपियाँ गयो, डोनेसन लाखौँ रुपियाँ गयो। तर हाम्रो मतलब पिछिल्लो बार नेपालमा भूकम्प आउँदाखेरि दुनियाँ सहरबाट डोनेसन गयो, लाखौँको सङ्ख्यामा डोनेसन।